भविष्य के आउने एक लागेछ दिनु पर्यो हुँदै भविष्य के आउने के सबभन्दा गल्ती तेरो हो सबभन्दा ठुलो गल्ती जिया भन्दा पनि हेर विद्यालयमा हुँदैन यहाँ मात्र किन यस्ता घटनाहरू प्रत्येक वर्ष 2 वर्ष 6 महिना किन यो आगो आइसक्यो मुटु सबभन्दा पहिला त पहिलो फर्म भर्दाखेरि गल्ती भएको सुन्दा पत्ताउन गाह्रो लाग्ने तर 100% सत्य घटना। एसई परीक्षामा फेल भएकी एक छात्रा कक्षा 11 मा भर्ना मात्र भइनन्, सरर परीक्षा दिएर उत्तीर्ण समेत भइन्। जब कक्षा 12 को परीक्षा फारम भर्ने बेला आयो तब मात्र विद्यार्थी र विद्यालय दुवैले चाल पाए। अचम्मको यो घटना हो अछामको भान्नेगढी जयगढ गाउँपालिका वार्ड नम्बर 3 बेलपाटाकी पशुपति सुतारको। जयगढमा रहेको सरस्वती माध्यमिक विद्यालयमा अध्ययनरत ती छात्राले 2081 सालमा एसई परीक्षा दिइन्, तर नतिजा आउँदा उनी 6 वटा विषयमा अनुत्तीर्ण अर्थात् फेल भइन्। त्यस पश्चात मौका परीक्षा दिँदा 3 विषय त कट्यो, तर गणित सहित बाँकी 3 वटा विषयमा उनी पुनः फेल भइन्। नियम अनुसार विषय लाग्ने विद्यार्थीले माथिल्लो कक्षामा पढ्न पाउँदैनन्, तर यहाँ त उल्टो भइदियो। सबभन्दा पहिला त पहिलो फर्म भर्दाखेरि गल्ती भएको उसले उताबाट यसले दिएको एक्जाममा अब म्याथ भर्न सुडाएको उसमा अब अरू दिएको विषय पास देख्यो, त्यो अनुसार अब पास भयो भन्ने भयो। अनि एग्रिगेडका लागि जिल्ला शिक्षामा पठाउँ, जिल्ला शिक्षामा पनि उताबाट यसको एग्रिगेड भएर मार्कसिट आएन। अनि के कारणले आएन भन्दाखेरि सङ्ख्या जति यहाँबाट पठाएको छ त्यति हो, तर एउटाको 2 मिस्टेक भयो कि भन्ने भयो। हामीले त्यो एउटा विषय फेल भएको छ भन्ने उही भएन कि थाहै भएन। अनि आखिर यो कसरी सम्भव भयो त? खासमा ग्रेड वृद्धिको फारम भर्ने क्रममा ती छात्राको गणित विषय नै छुट्न पुग्यो। राष्ट्रिय परीक्षा बोर्डले ग्रेड वृद्धिको नतिजा र ट्रान्सक्रिप्ट पछि बुझाउने गरी अस्थायी भर्ना र रजिस्ट्रेसनको सुविधा दिएको थियो। विद्यालयले पनि ध्यानै नदिई ती छात्रालाई कक्षा 11 मा भर्ना गरिदियो र परीक्षा बोर्डमा नाम पनि पठायो। उनले ढुक्कसँग 11 कक्षाको परीक्षा दिइन् र पास पनि भइन्। ग्रेड वृद्धि परीक्षा दिएका अन्य विद्यार्थीहरूको ट्रान्सक्रिप्ट आइपुग्दा जब पशुपतिको ट्रान्सक्रिप्ट आएन तब मात्र यो गम्भीर लापरवाहीको पर्दाफास भयो। यस विषयमा विद्यालय प्रशासनले आफ्नो गल्ती त स्वीकार गरेको छ, तर पहिलो दोष विद्यार्थीलाई नै बढी दिएको छ। आफू कुन विषयमा फेल भएको र कुन परीक्षा दिने भन्ने कुरा फारम भर्दा विद्यार्थी आफैले ध्यान दिनुपर्ने विद्यालयको दाबी छ। भविष्य के आउने एक लागेछ दिनु पर्यो हुँदै भविष्य के आउने के सबभन्दा गल्ती तेरो हो सबभन्दा ठुलो गल्ती जिया भन्दा पनि हेर भन्न मिल्दैन। तू विद्यार्थी मान्छे यहाँ उमेरमा उसँग सबभन्दा जुनियर भयो, तँसँग हामीले मतलब तू पनि सहानुभूति देखाएर मिस्टेक तेरो फर्म तैँले गर्नुपर्छ। यहाँ तेरा बुवा हुँदैन त्यो भन्न पाउँदैन। तू त्यो सुन्न खालि मुख ज्ञान त्यो परीक्षामा पछाडि त्यो गर्न पारमा विद्यार्थीले आफैले गर्नुपर्ने छ। त्यो त चलाइदिन्छ व्यावहारिकता, तेरो कमै गरिँदैन। तपाईँ पहिलो मिस्टेक तेरो, तू आफै भएर यो मिस्टेक पनि नहुँदो होला। तू त थाहा पाउँदैन मेरा विषय कति लाग्यो कति बेला तेरा बुवालाई पठाए थाहा पाएन, अनि 3 का 2 गरेर दोष तेरो छ क्या। सबभन्दा पहिलो सुरुवात त्यहाँबाट भएको छ कुराको। तू पछि हामी स्वीकार गरौँले यहाँ रुजु गर्नबाट मिस्टेक भयो, त्यो पनि हामी मानुले, यता मबाट पनि होला त्यो पनि मानुले, शिक्षाबाट पनि मानुले, बोर्डलाई पनि मानुले, तर जडो तू हो। एक नम्बर गल्ती उनको भयो, त्यो कुरा पनि हामी स्वीकार्छौँ। तर कुरा के हो भन्दाखेरि वीरेन्द्रले तयार गर्दाखेरि हेर्नु पर्थ्यो। पढ्यो भने भन्दै त तपाईले त्यो त्यहाँबाट खस्याङ खुस्याङ गर्ने बेला तपाईले पनि हेर्नु पर्थ्यो। किन यस्तो हुन लाग्यो भन्ने भयो। अरू विद्यालयमा हुँदैन यहाँ मात्र किन यस्ता घटनाहरू प्रत्येक वर्ष 2 वर्ष 6 महिना किन यो आगो आइसक्यो मुटु भन्ने हामी यसलाई गुणस्तर शिक्षा र यसलाई चाहिँ बनाउने भन्ने सबैको खास सबै झुक्किनको। जस्तै शिक्षा विकास समन्वय इकाइ पनि झुक्किएको छ। सबभन्दा पहिला त हामी पनि झुक्किएका छौँ। त्यसपछि राष्ट्रिय परीक्षा बोर्ड पनि झुक्किएको छ। झुक्किनको कारण के हो त भन्दाखेरि कि उसले जो अन्तिममा 3 विषय भर्नु पर्ने र 3 विषय मतलब उसले परीक्षा दिनुपर्ने ठाउँमा फर्म भर्ने बेला आफू भइन, उहीका बुवा आए, अब उहीका अशिक्षित अब भएको कारणले आफै भरेछ्यो, कसलाई भराएछ्यो। उनले 3 विषय भर्नुपर्ने ठाउँमा त्यहाँ खालि 2 विषय भरेर पठायो। 1 विषय त गणितको छुटाइदियो। अब त्यो रुजु गर्ने क्रममा लेखाबाट पनि अब फल्ट भएको मान्नै पर्छ, अथवा हस्ताक्षर गर्दाखेरि मबाट पनि अब त्यो चुक्यो, त्यो मतलब नजरमा आएन भन्नु। विद्यार्थी त अबुझ थिए होलान्, तर कक्षा 11 मा भर्ना लिँदा र रजिस्ट्रेसन फारम बोर्डमा पठाउँदा विद्यालयका जिम्मेवार अधिकारीहरूले किन यतिसम्मको लापरवाही गरे, यो गम्भीर प्रश्न बनेको छ र यस घटनाले हाम्रो शैक्षिक प्रणालीको धज्जी समेत उडाएको छ।